नमस्ते फ्रेन्ड्स, आज हामी आमायाङ्गी जाँदैछौँ। साङ्गाबाट आमायाङ्गी यात्रा छ। अहिले हामी धुलखेल पुगिसकेका छौँ। धुलखेलबाट हामी अगाडि बढ्दैछौँ। रेडी हो? आर यु अल रेडी गाइज? ल हेलो फ्रेन्ड्स, म साङ्गाबाट मेलम्ची पुगेँ। 52 किलोमिटर हामी तय गऱ्यौँ। अब हामी यो सागरदाईको एउटा होटेल छ, यहाँनिर खाना खान लागिरहेछौँ। यो साथीहरू सबै यतै छ। मेलम्चीको सागरदाईको खाना खाने होटेल है, दामी रहेछ ठाउँ। केटाहरू अब एकछिन रेस्ट गर्दैछन्। हाम्रो यात्रा आमायाङ्गी। हेलो आमायाङ्गी जाने बाटोको खोला भिडिया छ, गजब छ है साथी हो। रमाइलो छ नि। पोस्ट यस्तो छ ल, यस्तो राम्रै छ। माथि पुग्नुपर्छ। हेलो ए राजेन ल। हेलो हेलो यहाँ आमायाङ्गी जाँदा ए हो बाटो कुन चाहिँ यो होइन ले के छ होइन रे भनेपछि माथि होला। यो के टिम्बु भने होइन? टिम्बु बजार थोरै यहाँनिर चाहिँ चिज छ। बजार यस्तो छ। आज थोडो टार्की ग्याङमा नाइट स्टे रमाइलो छ। बिहानको अहिले गर्नुहुन्छ राति चिसो हुन्छ। हामी त होइन सब पनि छ नि, साउनी स्विङ्गिन्छ, हामी त स्विङ्गिन्छ रे। साउनी स्विङ्गिन्छ तिनजनाको भाडा कसले उठाउँछ? बेस क्याम्प आमायाङ्गीको बेस क्याम्प हो। अरू रहेछ। यो चाहिँ आमायाङ्गीको चाहिँ याङ्गीको प्रवेशद्वार। हामी कति बजी निस्केको होटेलबाट? ल भन्नु केटा हो। 4:30 बजी निस्केको गाडीमा। बेस क्याम्पबाट चाहिँ 4:30 बजी चढ्दैछौँ हामी। हामी त्यो डाँडामा जानुपर्छ नि त, त्यो टपमा। तल त्यो देखिरहनु भएको छ नि, तल टार्की ग्याङ हुँदै यहाँ माथि आइपुग्यौँ। अब आजको हाम्रो यो टार्गेट माथिको पिक, आमायाङ्गीको पिकमा अब त्यहाँ पुग्ने हाम्रो लक्ष्य रहेको छ। अब यो आगोलाई सो हो यहाँ यसो आइसक्यो। ल त्यो डाँडामा हो आमायाङ्गी। यसो छ, सनराइज भइसकेको छ। गाह्रो छ है माथि। आमायाङ्गी फाइनली हामी आइपुग्यौँ आमायाङ्गीमा।
हिजो बनेपाको बहिनीहरू हो कि होइन बनेपाको बहिनीहरू हो ल फाइनली बनको दाईहरू यिनीहरू फाइनली वी आर एट आमायाङ्री पिक होइन बुढा ठिक छ नि एकदम ठिक भैलो ल फाइनली हामी आमा याङ्रीको यो पिकमा पुगिसकेका छौँ ल यो मजाले हिमाल झलल एकैछिन अघि न यता सबैतिरको दृश्य देखिरहेको थियो अहिले झ्याप्पै पुरै हुसो लागिसकेको छ र यता साइडमा अलिकति मात्र हिमाल हेर्न सक्छौँ हामी ल ल हामी ल उताको भाग सबै पुरा बादल छेकिसकेको छ आधी मात्र भ्यू बाँकी अब आधी भ्यू बाँकी छ अब हामी आरामले याङ्लीबाट फर्केर अहिले टिमुरको नजिक इन्द्रावती खोलाको तिरमा छौँ हामी बार्बिक्यू कसरी अब गर्न सकिन्छ भन्ने म देखाउन खोजिरहेको छु तपाईँहरूलाई यसरी अब हामीसँग पकाउने भाडा केही भएन भने यसरी हामी ढुङ्गामा पनि पकाउन सक्छौँ नजिकै यो यसरी पकाइरहेछ साथै यही यहाँ खोला नजिकै दाउरा सङ्कलन गरेर ढुङ्गामा यसरी गर्न सकिने रहेछ यो एकदम रमाउने ठाउँ छ फाइनली यसरी हाम्रो आमायाङ्रीको यात्रा सफल भयो अनि अब म आफ्नो टाउन होम साङ्गामा पुगेँ थ्याङ्क यू फर वाचिङ माई भिडियो